हेलो गाइस, स्वागत छ तपाईहरुलाई खुमनको ब्लगमा। आज हामी जाँदैछौँ तानाराता भन्ने ठाउँमा र जाँदा जाँदै म तपाईहरुलाई एकदमै राम्रो राम्रो ठाउँहरु पनि देखाउने प्रयास गर्छु। र हामी चाहिँ यहाँ आइसक्यौं र यहाँ चाहिँ राम्रो गार्डन रहेछ हैन। र यता साइडमा चाहिँ एकदमै राम्रो गाउँ रहेछ र यो गाउँ चाहिँ नेपाल जस्तै लाग्यो मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। हेलो गाइस, स्वागत छ तपाईहरुलाई खुमनको ब्लगमा। आज हामी जाँदैछौँ तानाराता भन्ने ठाउँमा र जाँदा जाँदै म तपाईहरुलाई एकदमै राम्रो राम्रो ठाउँहरु पनि देखाउने प्रयास गर्छु। र हामी चाहिँ यहाँ आइसक्यौं र यहाँ चाहिँ राम्रो गार्डन रहेछ हैन। र यता साइडमा चाहिँ एकदमै राम्रो गाउँ रहेछ र यो गाउँ चाहिँ नेपाल जस्तै लाग्यो मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। हेलो गाइस, स्वागत छ तपाईहरुलाई खुमनको ब्लगमा। आज हामी जाँदैछौँ तानाराता भन्ने ठाउँमा र जाँदा जाँदै म तपाईहरुलाई एकदमै राम्रो राम्रो ठाउँहरु पनि देखाउने प्रयास गर्छु। र हामी चाहिँ यहाँ आइसक्यौं र यहाँ चाहिँ राम्रो गार्डन रहेछ हैन। र यता साइडमा चाहिँ एकदमै राम्रो गाउँ रहेछ र यो गाउँ चाहिँ नेपाल जस्तै लाग्यो मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला।